लो साथीहरू नमस्ते, स्वागत छ। आज हामीले लोक सेवा आयोगमा सोध्न सक्ने यो नेपालको भूगोल टपिकबाट सम्भावित विषयवस्तुलाई समेटेर आजको क्लास सुरु गर्दैछौँ। धेरै साथीहरूको जिज्ञासा, धेरै साथीहरूको माग अनुसार आजको यो भिडियो हामीले निर्माण गर्दैछौँ। तपाईँ यदि लोक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ भने तपाईँका लागि यो भिडियो निकै नै महत्त्वपूर्ण, निकै नै उपयोगी बन्न सक्छ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। र सँगसँगै तपाईँलाई के भनौँ त भन्दा लोक सेवा आयोगको सङ्घीय खरिदारको परीक्षा नजिकिँदैछ र तपाईँलाई यो भिडियोले निकै नै मद्दत गर्न सक्छ। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा सुरुमा नेपालको भूगोल सुरु गर्नुभन्दा पहिला तपाईँले भूगोल भन्ने बित्तिकै के बुझ्नुहुन्छ? त्यो आधारभूत कुरा हो। भूगोल भनेको के हो त? त्यो कुरा तपाईँले बुझ्नु पर्यो। यो जमिनको अध्ययन गर्ने, जुन विश्लेषण गर्ने, त्यसलाई हामीले के भन्छौँ? भूगोल भनेर बुझ्ने गर्छौँ। र भूगोल भनिसकेपछि भूगोललाई पनि हामीले विश्वको भूगोल र नेपालको भूगोल भनेर दुईवटा विभाजन गरेर पढ्नुपर्ने हुन्छ। र नेपालको भूगोल हामीले आज चर्चा गर्दैछौँ। नेपालको भूगोलको विषयमा चर्चा गरिसकेपछि विश्वको भूगोलको बारेमा हामीले आगामी दिनमा अर्को भिडियो निर्माण गर्नेछौँ। सबैभन्दा सुरुमा जानौँ नेपालको भूगोलको अवस्थिति, नेपालको भौगोलिक क्षेत्रको अवस्थिति के कस्तो छ भन्ने बारेमा। तपाईँलाई जानकारी छ नेपालको भूगोलको क्षेत्रफल कति छ अथवा नेपालको क्षेत्रफल कति छ भन्दा हामीले याद छ नेपालको क्षेत्रफल भनेको 1,47,181 वर्ग किलोमिटर भनेर भन्ने गर्छौँ। यो तपाईँ याद गर्नुहोला। अनि तपाईँले के पनि याद दिलाउँ भने नेपालको चुच्चे नक्सा जो 2077 को जेठको 5 गते मन्त्री परिषदबाट पारित भएर 7 गते सार्वजनिक भयो। अनि जेठको 9 गते राजपत्रमा प्रकाशित भएको जो नेपालको चुच्चे नक्सामा नेपालको लिपुलेख, लिम्पिया, धुरा र कालापानी तीनवटा यो विवादित क्षेत्रहरू छन्। ती भूभागहरू समेटिएको छ। र लिपुलेख, लिम्पिया, धुरा र कालापानी सहितको नेपालको क्षेत्रफल कति छ भनी सोध्यो भने फेरि के भन्छ त भन्दा 1,47,516 वर्ग किलोमिटर हुन्छ। तर याद गर्नुहोस् यो 1,47,516 वर्ग किलोमिटर नेपालको क्षेत्रफल चाहिँ यो आधिकारिकता पाइसकेको छैन। त्यसैले लोकसेवाले नसोध्न सक्छ, तर जान्नुहोस् कहिलेकाहीँ सोध्न पनि सक्छ। यति कुरा हो। अब नेपालको भौगोलिक क्षेत्रको भौगोलिक अवस्थितिको चर्चा गरिरहँदाखेरि नेपालको पूर्व पश्चिम लम्बाइ कति छ यो पनि तपाईँले सोध्न सक्छ। नेपालको पूर्व पश्चिम लम्बाइ भन्ने बित्तिकै तपाईँले याद गर्नुहोला यसको औसत, अधिकतम, न्यूनतम केही पनि सोध्दैन। नेपालको पूर्व पश्चिम लम्बाइ कति छ भन्यो भने 885 किलोमिटर। याद गर्नुहोस् नेपालको पूर्व पश्चिम लम्बाइ भन्यो भने 885, तर उत्तर दक्षिण चौडाइ कति छ भन्यो भने एउटै प्रश्न बन्दैन। यो औसत चौडाइ कति छ भने सोध्न सक्छ, न्यूनतम र अधिकतम चौडाइ सोध्न सक्छ। त्यसैले हामीले तीनटै कुरा जान्नुपर्ने हुन्छ। याद गर्नुहोस् है, नेपालको पूर्व पश्चिम लम्बाइ 885 त्यो भइ नै हाल्यो। न्यूनतम सोध्यो भने के भन्छ त भन्दा न्यूनतम सोध्यो भने 145 किलोमिटर भन्नुपर्छ। नेपालको न्यूनतम चौडाइ कति छ भने सोध्यो भने 145 किलोमिटर र अधिकतम भनी सोध्यो भने 241 किलोमिटर। तर औसतमा भनी सोध्यो भने है, औसत सोध्यो भने नेपालको औसत चौडाइ कति छ भने सोध्यो भने 193। तपाईँले याद गर्नुहोस् यो दुईवटा न्यूनतम र अधिकतम याद गर्नुभयो भने यो औसतमा अटोमेटिक आइ नै हाल्छ। कसरी भन्दा 145 प्लस 241 डिभाइड बाई 2 गर्नुभयो भने त 193 आइ त हो। अनि त्यस पछाडि यो याद गर्नै परेन है। तर पनि औसत चाहिँ 193 याद गर्नु होला। यो एकदम यो ट्रेनको क्वेसन हो है, एकदम सोधिराखेको क्वेसन हो यो चाहिँ। अब हामीले याद गर्नुपर्ने कुरा नेपालले चाहिँ विश्वको इतिहासमा, विश्वको भूगोलमा, एसियामा र दक्षिण एसियामा कति क्षेत्रफल ओगटेको छ भन्ने कुरा चाहिँ हामीले जान्नुपर्ने हुन्छ। तपाईँले पनि याद गर्नुभएको छ सरहरूले कतैले भन्दाखेरि चाहिँ 0.003 अनि 3% भन्ने गरिन्छ। तर याद गर्नुहोस् डाटाहरू याद गर्नुपर्ने हुन्छ। नेपालले विश्वको भूगोलको अथवा भूभागको कति % भूभाग ओगटेको छ भनी सोध्यो भने विश्वको भनी सोध्यो भने 0.03% है, याद गर्नु होला। तर एसियाको सोध्यो भने 0.3% है। र नेपालले दक्षिण एसियाको कुल भूभागको कति क्षेत्रफल ओगटेको छ भनी सोध्यो भने 3% भन्थ्यौँ हामीले। तर 3% होइन। यो त केमा मानिएको भन्दा यता औसतमा पनि होइन। यो चाहिँ त्यति लगभगमा मानिएको हो यो होइन। तर चाहिँ के हो त भन्दा नेपालले
दक्षिण एसियाको चाहिँ 2.82% चाहिँ भूभाग अथवा क्षेत्रफल ओगटेको छ। अब याद गर्नुपर्ने कुरा हामीले के छ त भन्दा अक्षांश र देशान्तरलाई एकदम याद गर्नुपर्ने कुरा हुन्छ। म भनिदिन्छु, यो काल्पनिक रेखाहरू हुन्। अक्षांश भने पनि देशान्तर भने पनि यो काल्पनिक रेखाहरू हुन् र पृथ्वीको पूर्वदेखि पश्चिमसम्म काल्पनिक रूपमा खिचिएका रेखाहरू के हुन् त भन्दा पूर्वदेखि पश्चिमतर्फ भन्ने बित्तिकै अक्षांशहरू र उत्तरदेखि दक्षिणसम्म भन्ने बित्तिकै देशान्तरहरू भन्छ। र यो 0 डिग्री देशान्तरलाई हामीले प्रधान मध्याह्न रेखा भन्छौँ र 0 डिग्री के त 0 डिग्री अक्षांशलाई हामी के भन्छौँ त भूमध्य रेखा भन्छौँ। यति याद गर्नुभयो भने पुग्छ। र अरू बाँकी कुरा चाहिँ अब नेपाल कुन क्षेत्रमा पर्छ, कता भूभागमा पर्छ, देशान्तरमा कता पर्छ, अक्षांशमा कता पर्छ भन्ने कुरा चाहिँ तपाईँले जान्नुपर्ने हुन्छ। तर यो अक्षांश याद गर्दाखेरि आइ नै हाल्छ। तैपनि यो देशान्तरमा नेपाल चाहिँ पूर्वी बिन्दुतर्फ पर्छ नेपाल है। हेर्नुहोस्, यो जुन छाया पारिएको भाग छ यो भागमा पर्ने हो नेपाल। त्यसैले देशान्तरका हिसाबले पूर्वतर्फ र अक्षांशका हिसाबले नेपाल उत्तरतर्फ पर्छ। त्यसैले म तपाईँलाई भनिदिन्छु, प्रधान मध्याह्न रेखाबाट चाहिँ नेपाल पूर्वमा र भूमध्य रेखाबाट नेपाल चाहिँ कता पर्छ, उत्तरतर्फ पर्छ। र यो त्यसैले हामी चाहिँ उत्तर पूर्व भन्ने गर्छौँ नि त, त्यही नै हो। अब तपाईँ याद गर्नुहोस्, नेपाल कति अक्षांशमा अवस्थित छ, कतिदेखि कति अक्षांशमा अवस्थित छ, कतिदेखि कति देशान्तरमा अवस्थित छ यो पनि जान्नुपर्ने हुन्छ। नेपाल अक्षांशमा 26 डिग्री 22 मिनेट उत्तरी अक्षांशदेखि 30 डिग्री 27 मिनेट उत्तरी अक्षांशमा अवस्थित छ। अब देशान्तरमा कति छ? नेपाल देशान्तरमा 80 डिग्री 4 मिनेट पूर्वी देशान्तरदेखि 88 डिग्री 12 मिनेट पूर्वी देशान्तरसम्म अवस्थित छ। यति याद गर्नुभयो भने अरू के याद गर्नु पर्यो? पुगी त गयो। अब हेर्नुहोस् है, यो अक्षांशहरू यो त मैले भनिसकेँ, तपाईँलाई भन्नु परेन। अक्षांश रेखाहरू उत्तरी अक्षांश भन्दा देशान्तर भन्ने बित्तिकै पूर्वी देशान्तर भन्ने कुरा तपाईँलाई मैले भनिसकेँ। अब नेपालमा 4वटा बिन्दु याद गर्नुपर्ने हुन्छ। हुन त यो जुनसुकै दिशाका कुरा गर्दाखेरि पूर्व पश्चिम उत्तर दक्षिण कुराहरूलाई 4 दिशा जहिले पनि याद गर्नुपर्ने हुन्छ। नेपालको सिमानाको विषयमा पनि नेपालको पूर्वी बिन्दु, नेपालको पश्चिमी बिन्दु, नेपालको दक्षिणी बिन्दु, नेपालको उत्तरी बिन्दु कुन हो त भनेर तपाईँलाई सोध्न सक्छ। याद गर्नुहोस्, नेपालको पूर्वी बिन्दु कुन हो भन्दा ताप्लेजुङको ओलाङचुङ गोला। तर हामीले के भन्छौँ भन्दा कण्ठ गर्दाखेरि याद गर्दाखेरि ताप्लेजुङको लेलेप भन्छौँ के, ताप्लेजुङको लेलेप। तर ताप्लेजुङको लेलेप त लेलेप, अनि कुन ठाउँको? ताप्लेजुङको ओलामचुङ गोला लेलेप भन्ने यो कतिमा अवस्थित छ? नेपालको पूर्वी बिन्दु भनेको 88 डिग्री 12 मिनेट ताप्लेजुङको ओलाङचुङ गोलामा यो लेलेप भन्ने ठाउँमा चाहिँ अवस्थित छ भन्ने बुझ्नु पर्यो। पूर्वी बिन्दु यति भयो। पश्चिमी बिन्दु कति छ भन्दा 80 डिग्री 4 मिनेटमा त पश्चिमी बिन्दु भइहाल्यो। भनेको यो कञ्चनपुरको चाँदनी दोधारा, कञ्चनपुरको चाँदनी दोधारा याद गर्ने 80 डिग्री 4 मिनेट। अनि उत्तरी बिन्दु भनेको हुम्लाको चाङ्ला भन्ज्याङ 30 डिग्री 27 मिनेट याद गर्ने। अनि दक्षिणी भनेको चाहिँ यो झापाको लोदावरी र 26 डिग्री 22 मिनेट। तर याद गर्नुहोस् है, मैले दक्षिणी बिन्दु झापाको लोदावरी भने, तर तपाईँ के झुकिनुहुन्छ भने नेपालको होचो भाग र नेपालको दक्षिणी बिन्दु भन्ने कुरामा चाहिँ नझुकिनु होला। होचो भाग भन्यो भने यो अझ होचो भागमा तपाईँहरू चाहिँ मुसर्निया हो कि केचना कौलो भन्ने कुरा झुकिरहनु भएको छ, त्यो होइन। त्यो त तपाईँले के हो भने यो झापाको केचना कौल भनेको नेपालको सबभन्दा होचो भाग हो है, होचो भाग हो। तर कतै चाहिँ यो धनुषाको मुसर्निया पनि भनिन्छ 59 मिटर। तर 59 बढी कि 58 बढी त 59 हो। त्यसैले सबभन्दा होचो भाग भनेको 58 मिटर झापाको केचना कौल है त, याद गर्नु होला यति मात्रै। अब भनेको यता भन्नै परेन, मैले अगाडि भनिदिइहालेँ। अब यो मापन चाहिँ अब तर याद गर्नुहोस् है, यो कुन क्षेत्रमा अवस्थित छ भनी सोध्यो भने चाहिँ यो अक्षांशका आधारमा र देशान्तरका आधारमा पत्ता लगाउन सकिन्छ है। यो दुईवटा आधार हुन्छन्। र नेपालको अब परमाणविक समय है, परमाणविक समय भनेको कहिले प्रमाणित गरियो, कहिले चाहिँ कुन हिमालय आधार मानियो, कहिले भन्ने कुरा छ। तपाईँलाई म खरखरी भनिदिन्छु। नेपालको परमाणविक समय 2042 वैशाख 1 गते दोलखाको गौरीशङ्कर हिमाल 86 डिग्री 15 मिनेट पूर्वी देशान्तरलाई आधार मानेर निर्धारण गरिएको छ। याद गर्नुभयो? हेर्नुहोस् कति क्वेसन बन्यो। कहिले निर्धारण गरियो? 2042 वैशाख 1 गते। कुन हिमाल आधार मानेर? दोलखा गौरीशङ्कर हिमाललाई। दोलखा गौरीशङ्कर हिमाल कति अवस्थितमा छ? 86 डिग्री 15 मिनेट पूर्वी देशान्तर। अनि याद गर्नु पर्यो? परेन। अनि गौरीशङ्कर कुन हिम श्रृङ्खला अन्तर्गत पर्दछ भने रोलबारिङ हिम श्रृङ्खला। यो 7134 मिटर चाहिँ यो के छ?
उचाइमा रहेको छ है, यति याद गर्नु होला। अब सिमाना, नेपालको सिमाना है, नेपालको पूर्व पश्चिमको सिमाना कति छ भन्ने कुरा पनि हामीले याद गर्नुपर्ने हुन्छ। नेपालको सिमाना भनेको यो पूर्व पश्चिम उत्तर दक्षिण 4वटा सिमाना मध्ये उत्तरतर्फ भन्नु पर्यो भने चीनको स्वशासित क्षेत्र तिब्बत, चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ। बाँकी पूर्व बिन्दु, पश्चिमी बिन्दु र दक्षिणी बिन्दु भनेको भारतसँग जोडिएको छ। भारतसँग भनेर मात्रै हुँदैन, भारतका 5वटा प्रान्तसँग जोडिएको हुन्छ। भारतको कुन भन्दा सिक्किमसँग, पश्चिम बङ्गालसँग, बिहार र उत्तर प्रदेश र उत्तराखण्डसँग जोडिएको छ। हो, अब तपाईँलाई याद गर्नुपर्ने कुरा यो, नेपालको उत्तरी सिमाना चीनको उत्तर तिब्बतसँग जोडिएको छ भने त मैले भने, तर लम्बाइ कति छ नेपालको यो चीनसँग यो तिब्बतसँग जोडिएको लम्बाइ कति छ भन्यो भने फेरि चाहिँ 1236 किलोमिटर हुन्छ। अब तपाईँले याद गर्नु पर्यो, नेपालको उत्तरी बिन्दु चीनसँग जोडिएको छ त मैले भने, तर यसको सिमानाको लम्बाइ कति छ भनी सोध्न सक्छ के है। लम्बाइ कति छ भने 1236 किलोमिटर हुन्छ र भारतसँग जोडिएको लम्बाइ भनेको चाहिँ कति हुन्छ भन्दा, भारतसँग जोडिएको लम्बाइ कति हुन्छ ल भन्नुहोस् त। भारतसँग जोडिएको चाहिँ 1690। अब याद गर्नु, नेपालको अन्तर्राष्ट्रिय सिमाना पनि सोध्छ के, नेपालको अन्तर्राष्ट्रिय सिमाना कति छ ल भन्नुहोस् त। नेपालको अन्तर्राष्ट्रिय सिमाना कति छ ल भन्नुहोस् है, ल भन्नुहोस् त कति छ अन्तर्राष्ट्रिय सिमाना कति छ नेपालको अन्तर्राष्ट्रिय सिमाना कति छ ल भन्नु त। नेपालको अन्तर्राष्ट्रिय सिमाना नेपालको अन्तर्राष्ट्रिय सिमाना भनेको यो तपाईँले सोध्यो भने 1690 प्लस यो 1236 लाई गर्नुभयो भने, यति गर्नुभयो भने अन्तर्राष्ट्रिय सिमाना आउँछ है। यो क्याल्कुलेसन गर्नु होला, आइहाल्छ। अनि नेपालदेखि सबैभन्दा नजिकका राष्ट्रहरू कुन हुन् भन्छ। नेपालदेखि सबभन्दा नजिकको राष्ट्र भनेको अब नेपालदेखि सबैभन्दा नजिकका राष्ट्रहरू कुन हुन् भनी सोधेको छ यहाँ हैन। अब यो के भन्नु, सिमानाका आधारमा चाहिँ यो अब यो 10 गजा भन्छ, यहाँ चाहिँ फरक छ हैन। तर नेपालको 10 गजा भनेको चाहिँ यो भारत, सबभन्दा भारत हो, त्यस पछाडि चाहिँ के हो त भन्दा त्यस पछाडि चाहिँ चीन हो हैन, याद गर्नु होला। त्यस पछाडि बङ्गलादेश अनि भुटान है, याद गर्नु होला। अनि अब सिमानाको कुरा आयो, अब याद गर्नुस्, नेपालका जिल्लाहरूले चीन र भारत दुवैलाई छुने जिल्लाहरू कुन हुन् सोध्न सक्छ। दाता भन्ने फर्मुला सम्झिने, दाता भनेको दार्चुला र ताप्लेजुङ। अनि चीनसँग सिमाना छोएका अर्थात् चीनसँग जोडिएका जिल्लाहरू कति छन् भनी सोध्यो भने, चीनलाई छुने जिल्लाहरू भनी सोध्यो भने कति हुन्छ, 15वटा हुन्छ। चीनलाई छुने जिल्लाहरू 15वटा। तर चीनलाई मात्रै भन्यो भने दातालाई हटाइदिने, 15बाट 2 हटाए 13वटा जिल्ला। अनि भारतलाई छुने जिल्ला भन्यो भने 27वटा र भारतलाई मात्र भन्यो भने फेरि 25वटा। दातालाई 2 भागमा यसरी चाहिँ निकाल्न सकिन्छ। अब जिल्लाका आधारमा त यो भयो। अब प्रदेशका आधारमा भनेको भारत र चीन दुवै देशलाई छुने नेपालका प्रदेशहरू कति छन् भन्ने सोध्यो भने संख्याका हिसाबले 4वटा। तर कुन त भन्दा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम, यी 4वटा प्रदेशले भारत र चीन दुवैलाई छुन्छन्। तर चीनलाई मात्रै छुने प्रदेश कुन हो भन्ने सोध्यो भने कर्णाली प्रदेशले भारतलाई छुँदैन। तर के सोध्न सक्छ भन्दा भारतलाई नछुने प्रदेश को भने सोध्यो भने कर्णाली प्रदेश नै हुन्छ है। अनि के अरे चीनलाई नछुने प्रदेश भनी सोध्यो भने फेरि चाहिँ मधेस र लुम्बिनी हुन्छ। यति याद गर्नु होला है। ल अब धरातलीय विभाजन भन्छ। धरातलीय विभाजनका आधारमा नेपाललाई चाहिँ तराई, पहाड हैन, हिमालका आधारमा विभाजन गरिएको छ। अब तपाईले याद गर्नुपर्ने हुन्छ 58 मिटरदेखि 600 मिटरसम्मकोलाई तराई भन्ने भयो। अनि 601 देखिलाई 3350 हैन, 3300 सम्म चाहिँ के भन्ने भयो त पहाड भन्ने भयो। र 3301 देखि 8848.86 मिटर उचाइसम्म चाहिँ हिमाली क्षेत्र हुने भयो। तर तराई प्रदेशले चाहिँ कति भाग ओगटेको छ है। तराई प्रदेशको क्षेत्रफल कति छ भन्दा 17% छ।
पहाडको 62% छ है, 62% छ। हिमालको चाहिँ फेरि 21% रहेको छ। अनि त्यस पछाडि तराईका जिल्लाहरू 21 वटा छन्, पहाडका जिल्ला 35 वटा र हिमालका जिल्ला कतिवटा भन्दा 21 वटा। तर यो त धरातलीय आधारमा हो। स्थानीय सरकार सञ्चालन 2074 अनुसार त फरक छ। यहाँ स्थानीय सरकार सञ्चालन 2074 अनुसार त फरक छ। हिमालका जिल्ला 21 वटा भन्छ, पहाडका जिल्ला कति भन्छ भन्दा 28 भन्छ, तराईका जिल्ला 18 भन्छ, भित्री मधेसका जिल्ला 7 वटा भन्छ, उपत्यका भित्रका जिल्ला 3 वटा भन्छ। यसरी याद गर्नु पर्यो है। ल अब धरातलीय आधारमा तराई प्रदेशका ठुलो र सानो जिल्ला, ठुलो र सानो जिल्ला भनेको, ठुलो जिल्ला भनेको चाहिँ कैलाली, सानो जिल्ला भनेको नवलपरासी। पहाडी प्रदेशको सबभन्दा ठुलो जिल्ला भनेको सिन्धुली र सानो जिल्ला भनेको भक्तपुर। र हिमाली प्रदेशको ठुलो जिल्ला भनेको फेरि चाहिँ यो डोल्पा, सानो जिल्ला भनेको पूर्वी रुकुम। अनि तराई प्रदेशमा स्थानीय तहको सङ्ख्या भनेको 276 रहेको छ। र पहाड प्रदेशमा नेपालको स्थानीय तहको सङ्ख्या भनेको 314 छ। र हिमाली प्रदेशमा 163 स्थानीय तहको सङ्ख्या रहेको छ। मैले स्थानीय सरकार सञ्चालन ऐनको त यो भनिसकेँ मैले, यो भन्नु परेन होइन। ल उपत्यकामा चाहिँ 3 वटा पर्छन्, यो काठमाडौँ, भक्तपुर, ललितपुर हुन्। अनि सिन्धुलीमा चाहिँ उसी म ची न दासु भनेर एउटा फर्मुला बनाएको थिएँ मैले, त्यो फर्मुला पनि याद गर्नु पर्यो। उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर, दाङ र सुर्खेत है। यसलाई फेरि याद गर्नुपर्ने हुन्छ। भित्री मधेसलाई पूर्वदेखि पश्चिमको क्रम मिलाउनुहोस्, पश्चिमदेखि पूर्वको क्रम मिलाउनुहोस् भनेर पनि सोध्न सक्छ, यति याद गर्नु होला है त। ल अनि हाल नेपालको राजनीति विभाजन भन्छ, यो त मैले भन्नु परेन। नेपाललाई चाहिँ 14 अनुसार 75 जिल्ला विभाजन चाहिँ 2018 वैशाख 1 गति विभाजन गरियो। 5 विकास क्षेत्र चाहिँ 29मा विभाजन गरिरहेछ होइन, 39 होइन 29 है। अनि चाहिँ त्यस पछाडि 4 विकास क्षेत्रमा 29 र 5 विकास क्षेत्रमा फेरि 2037 को असोजको 26 गते। अनि भीमसेन थापाको पालामा नेपालमा 39 जिल्ला थिए। अनि राणा शासनको पालामा चाहिँ 35 जिल्ला थिए, जसमा पहाडमा 23, तराईमा चाहिँ 12 जिल्लामा विभाजन गरिएको थियो। अब नेपाललाई 7 प्रदेश 77 जिल्लामा विभाजन कहिले गरियो भने सोध्यो भने 2074 अनि भदौको 5 गते। नेपालमा प्रदेश ठुलो भन्यो भने ठुलोदेखि सानोको क्रम भन्छ। सबभन्दा ठुलो कुन भयो भन्दा कर्णाली भयो, सानो मधेस भयो। बाँकी चाहिँ यो फेरि यो फर्मुला सहित दिएको हो। यो 61, 54, 372 भनेको 6 भनेको 6 नम्बर प्रदेश कर्णाली, 1 भनेको कोशी प्रदेश, अनि 5 भनेको कुन लुम्बिनी प्रदेश, 4 भनेको गण्डकी प्रदेश, 3 भनेको मधेस प्रदेश, 7 भनेको सुदूरपश्चिम प्रदेश, 2 भनेको मधेस प्रदेश है। जिल्ला सङ्ख्या भनेको कति छ, जिल्ला सङ्ख्याका आधारमा पनि यो दिइएको छ। स्थानीय तहको आधारमा चाहिँ अब सबभन्दा बढी कोशीमा छ, सबभन्दा कम कर्णालीमा छ। कर्णालीमा चाहिँ अब यो 79 नै छ होइन। कोशीमा कति छ याद छ तपाईँलाई, 137 छ है। ल स्थानीय तह सङ्ख्या कति छ भन्दा 753 हो, यो त मैले भन्नु परेन है। ल अब स्थानीय तहको सङ्ख्या भन्छ। स्थानीय तहलाई पनि विभिन्न भागमा, तर चाहिँ हामीले जान्नुपर्ने कुरा स्थानीय तहलाई कति संरचनामा विभाजन गरिएको छ भन्दा नगरपालिका, गाउँपालिका हो है। स्थानीय तह भन्नाले कुनलाई बुझिन्छ भन्दा फेरि यो जिल्ला सभालाई पनि जोडे आउँछ फेरि है। गाउँपालिका, नगरपालिका र जिल्ला सभा भन्छ, तर त्यो हामीले अहिले पढ्दैनौँ। तर हामीले भनेको स्थानीय तहको सङ्ख्या भन्दाखेरि महानगरपालिका 6 वटा छन्, उपमहानगरपालिका 11 वटा छन्। र त्योमा पनि सबभन्दा बढी उपमहानगरपालिका भएको, उपमहानगरपालिका नभएका प्रदेशहरू यो चाहिँ सोध्छ है फेरि। अनि नगरपालिका भनेको 276 वटा, गाउँपालिका 460 वटा, जम्मा वडा सङ्ख्या भनेको कति छ भन्दा 6743, जम्मा स्थानीय तह सङ्ख्या 753, यो भन्नु पर्यो है त। ल यो सुदूरपश्चिम प्रदेशको बारेमा अब मैले अगाडि भनि नै सकेँ केही कुराहरू होइन। बाँकी चाहिँ यहाँको ठुलो जिल्ला, सानो जिल्ला याद गर्नु होला। बझाङ ठुलो, सानो चाहिँ बैतडी हो। अनि चाहिँ पर्वत श्रृङ्खलाहरू चाहिँ मैले भनिसकेँ होइन। पर्वत श्रृङ्खलाहरू चाहिँ 28 वटा छन्। यो अगाडि रोलबालिङ हिम श्रृङ्खलाको पनि कुरा थियो। 28 वटा हिम श्रृङ्खलाहरू छन्, जसमा खुम्बु चाहिँ महालङ्गुर। अनि चाहिँ आरोहणका लागि खुला गरिएको चाहिँ कति छ भन्दा 414-15 छ यहाँ चाहिँ, तर 461 पुगिसक्यो है। यहाँ 461 पुगिसक्यो। अनुमति प्राप्त गर्ने पहिलो चाहिँ अन्नपूर्ण हो, जसले चाहिँ 1949 मा होइन, प्रथम आरोहण चाहिँ 1950 मा भएको थियो, तर अन्तिम चाहिँ जुगल हिमालय 2075 मा भएको छ। अनि सगरमाथा, अब यो सगरमाथा भनेको चाहिँ यो कोशी प्रदेशमा पर्छ। कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा र खुम्बु पासाङ लामो गाउँपालिका अन्तर्गत पर्दछ। नामाकरण गर्ने व्यक्ति भनेको बाबुराम आचार्य हुन् है। अब यो सगरमाथा हिमालका विभिन्न नाम छन्। तेस्रो ध्रुव भन्छ, माउन्ट एभरेस्ट भन्छ, के धेरै नामहरू छन् होइन। अब तर चाहिँ सगरमाथालाई तेस्रो ध्रुव भनी नामाकरण गर्ने चाहिँ माइकल कर्क हुन्। अनि माउन्ट एभरेस्ट
भनेर चाहिँ यो 1865 होइन जर्ज एभरेस्टले बेलायती सर्वेक्षक हुन्, उनले नामाकरण गरेका थिए। पहिलो आरोही भनेका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी हुन्। उनले चाहिँ 1953 मे 29 सगरमाथा दिवसका दिन चाहिँ यिनीहरूले आरोहण गरेका थिए। त्यही आरोहण गरेको दिनलाई चाहिँ सगरमाथा दिवस मानिन्छ। पहिलो सगरमाथा आरोहण गर्ने महिला भनेको जोन ताबे है। अनि जापानकी महिला हुन् चाहिँ पहिलो सगरमाथा आरोहण गर्ने अथवा चढ्ने महिला भनेको नेपालको चाहिँ फेरि पासाङ लामो शेर्पा। नझुकिनु होला, पहिलो मात्रै भन्यो भने जुन ताबे र नेपाली पहिलो महिला भन्यो भने फेरि चाहिँ पासाङ लामो शेर्पा हुन्। 2050 वैशाख 10 गते। र धेरै पटक सगरमाथा आरोहण गर्ने कामिरिते शेर्पा 28 पटक भनेको छ, तर 30 पटक आरोहण गरिसके है अहिलेसम्म। सगरमाथाको उचाइ भनेको 8848.86 मिटर छ। अहिले चाहिँ यो 72 को भूकम्पपछि चाहिँ यो 0.86 मिटर चाहिँ बढेको त्यो चाहिँ सर्वेक्षकले जनायो होइन। त्यो नेपाल र चीन बिचको सर्वेक्षणको क्रममा चाहिँ त्यस्तो तथ्याङ्क पाइयो। 2077 को मङ्सिरको 23 गते भएको थियो होइन त्यो सर्वेक्षण। अनि नेपालमा नापी विभागका सर्वेक्षक भनेको खिमलाल गौतम थियो त्यो बेला। कोशी नदी है, यो नदीलाई चाहिँ फेरि नदीका आधारमा भनिदियो भने फेरि 3 भागमा विभाजन गरिएको छ क्या। उत्पत्तिका आधारमा पहिलो, दोस्रो, तेस्रो र प्रवाहका आधारमा कोशी, गण्डकी, कर्णाली है। जसमा चाहिँ यो कोशी पनि एउटा चाहिँ यो प्रवाहका आधारमा, बहावका आधारमा चाहिँ सबभन्दा ठुलो हो, जसको चाहिँ यो जलप्रवाह चाहिँ कति छ भन्दा 564 रहेको छ। र बिहारको दुःख नामले चिनिन्छ। यसले चाहिँ भारतमा दामोदर भनेर चिनिन्छ। यसको लम्बाइ भनेको 720 किलोमिटर रहेको छ। पूर्वमा तमोर छ, ठुलो भनेको अरुण हो, पश्चिममा चाहिँ इन्द्रावती, सानो भनेको लिखु हो। यति कुरा याद गर्नु होला। यो पूर्व पश्चिमका सहायक नदीहरू पनि याद गर्नुपर्छ, यति याद गर्दा हुन्छ है। अनि गण्डकी नदी है, हामीले गण्डकी नदी नभनेर प्रदेश पनि भन्छौँ, गण्डकी प्रदेश, तर झुक्किनु होला भनेर यहाँ नदी दिएको छ होइन। ल यो सबभन्दा गहिरो हो, 338 किलोमिटर लम्बाइ छ यसको। अनि यो 713 मिटर क्युबिक मिटर प्रति सेकेन्ड छ यसको होइन यो जलप्रवाह क्षमता। सबैभन्दा लामो भनेको मर्स्याङ्दी, ठुलो भनेको कालीगण्डकी, सानो भनेको त्रिशुली। भारतमा पुगेपछि गण्डक नामले चिनिन्छ यसलाई। र गण्डकीबाट 2100 मेगावाट चाहिँ 2100 मेगावाट विद्युत उत्पादन निकाल्न सकिन्छ भन्ने हो। गण्डकीका सहायक नदीहरू याद गर्नु होला, 7 नदीहरू, सप्त गण्डकी पनि भन्छौँ, याद गर्नु होला है। यहाँ त्रिबुध मासेका भन्छ, यति याद गर्नु होला है त। नेपालका ठुला तालहरू भन्छ। अब यो कर्णालीकै एउटा तालको नाम आयो है, रारा ताल। नझुकिनु होला है। यहाँ केही किताबमा के भेट्यो भन्दा नेपालको ठुलो ताल भनेको रारा ताल भन्ने बताइयो कि यहाँ है। यो नेपालको सबभन्दा ठुलो ताल रारा ताल भनेर बताइएको छ। तर नेपालको सबभन्दा ठुलो ताल रारा ताल हो, तर कतै चाहिँ फेवा ताल भन्ने पाइन्छ, तर रारा नै हो है। यो मुगु जिल्लामा अवस्थित छ, सबैभन्दा ठुलो ताल हो। र यो समुद्र सतहबाट चाहिँ 2990 मिटर उचाइमा छ। यो ताल चाहिँ रारा राष्ट्रिय निकुञ्जमा रहेको छ। र 2020 चैत्र 13 मा तत्कालीन जिल्ला पञ्चायतद्वारा महेन्द्र ताल भनेर नामाकरण गरिएको हो है। अनि गहिराई भनेको यसको चाहिँ 167 मिटर छ, 167 मिटर। अनि चौडाइ भनेको 2.4 किलोमिटर, लम्बाइ भनेको 2.5 किलोमिटर र क्षेत्रफल भनेको 10.8 किलोमिटर भन्दा हुन्छ है त। ल आकारमा भनेको यसलाई कचौरा आकारमा भन्छ, गाईको खुरको आकारमा भन्छ, गौखुर आकारमा पनि भन्छ। यसलाई पश्चिम नेपालमा चाहिँ रानी पनि भनिन्छ भन्ने हो होइन। निस्किएको छ खप्त्या खोलाबाट निस्किएको छ। सन् 2000 मा चाहिँ यसलाई रामसार सूचीमा सूचीकृत भएको, 2007 मा रामसार सूचीमा सूचीकृत भएको है। अनि त्यस पछाडि सेफोक्सुन्डो यहाँ है, सेफोक्सुन्डो डोल्पा जिल्लामा अवस्थित छ। कान्जिरवा हिम श्रृङ्खला अन्तर्गत पर्दछ। कान्जिरवा हिमालको काखमा रहेको छ होइन। नेपालको सबैभन्दा गहिरो ताल हो। सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको बिचमा रहेको छ। निर्जीव ताल भनेर चिनिन्छ, किन भन्दा यहाँ अत्याधिक चिसोका कारणले गर्दा यहाँ कुनै पनि जीव जन्तु तथा उसको उत्पत्ति हुन सकिरहेको के अरे यो चाहिँ के अरे प्राणी पाइँदैन त्यो तालमा चाहिँ। त्यसरी यसलाई चाहिँ के भन्छ भन्दा निर्जीव ताल भनेर चिनिन्छ। 2007 सालमा चाहिँ रामसार सूचीमा सूचीकृत भएको हो। यति याद गर्नु होला। स्थानीय भाषामा रिगमा भनिन्छ। आकार वाया आकारको छ होइन। गहिराई भनेको 650 मिटर उचाइमा छ, गहिराई छ। समुद्र सतहदेखि चाहिँ 3611.5 मिटर उचाइमा छ। यति याद गर्नु। फेवा ताल भनेको नेपालको दोस्रो ठुलो ताल है यो। फेरि पोखरा जिल्लामा अवस्थित। पोखरा जिल्ला होइन, कास्की जिल्ला, कास्कीको पोखरा जिल्लामा है, नझुक्किनु होला। अनि
लम्बाइ भनेको 4 किलोमिटर, चौडाइ भनेको 2.2 किलोमिटर है। अनि यति याद गर्नु होला, समुद्र सतहबाट 742 मिटर छ, यति याद गर्दा हुन्छ। नेपालमा खनिजहरू चाहिँ यो सिलेट कहाँ पाइन्छ, बन्दीपुर तथा यो बागमती प्रदेश गण्डकी यो लुम्बिनी जनकपुर भन्छ। तामा कहाँ पाइन्छ, कुलेखानी, सुन, कालीगण्डकी। तपाईँले यो हेर्नु होला, यो तपाईँले भिडियोलाई पज गरेर हेर्नु होला। अब यो प्रमुख भन्ज्याङहरू, चाबुक भन्ज्याङ ताप्लेजुङ, टिपताला भन्ज्याङ ताप्लेजुङ, यो भन्ज्याङहरू पनि तपाईँले हेर्नु होला। टिङ्कर भन्ज्याङ दार्चुला पर्छ है। यो लार्के भन्ज्याङ चाहिँ यो गोर्खामा पर्छ, यो सोधिरहेको है। यो नेपालका प्रमुख झरनाहरू, पचाल झरना नेपालको सबभन्दा अग्लो झरना हो। पचाल झरना भनेको 381 मिटर उचाइमा रहेको छ, यसको चाहिँ कालीकोटमा छ। अनि दोस्रो भनेको ह्यात्रुङ हो, पहिला चाहिँ यसलाई ह्यात्रुङलाई भनिन्थ्यो, 365 मिटर छ है यसको, तेह्रथुममा पर्छ। र टिपताला झरना भनेको ताप्लेजुङमा अवस्थित छ। त्यस पछाडि चाहिँ यति नै हो, यति याद गर्नु होला। पोकली झरना भनेको ओलाङ ओखलढुङ्गामा छ, यति याद गर्नु होला। यो पुरनधारा भनेको दाङमा हो, यति याद गर्नु होला। सुलीगढ भनेको डोल्पा। फुङफुङ झरना नुवाकोट, तर फुङफुङे झरना र फुङफुङ झरनामा नझुक्किनु होला है। फुङफुङ झरना कहाँ त, नुवाकोट। अनि सेती नदीको झरना भनेको बझाङ। अनि द्वारी खोला भनेको पनि दैलेख है। ल, नेपालका सिमसार क्षेत्रहरू र रामसार यो चाहिँ रामसार कन्भेन्स भन्छन्। तर चाहिँ याद गर्नुपर्ने यति कुरा हो कि यो 1971 को फेब्रुअरी इरानको रामसार भन्ने ठाउँमा चाहिँ यो महासन्धि भएको थियो हो, त्यसैलाई रामसार सूची भनिन्छ, रामसार भनिन्छ होइन। र 1975 मा डिसेम्बरबाट चाहिँ कार्यान्वयनमा आएको थियो। नेपालले यसलाई चाहिँ 1987 डिसेम्बर 17 मा अनुमोदन गरेको हो। हाल नेपालका 10 वटा क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गरिएको पाइन्छ। पहिलो भनेको कोसीटप्पू, के अरे कोसीटप्पू भनेको चाहिँ 1987 डिसेम्बर 17 मा, 20,000 ताल, जगदीशपुर ताल, घोडागुडी ताल भनेको 2003, यो अक्टोबर 13 मा है। रारा ताल, सेफोक्सुनो ताल, गोक्यो ताल, यो के अरे गोसाई कुण्ड र अन्य ताल भनेको यो 2007 को सेप्टेम्बर 23 मा। माइपोखरी, इलामको माइपोखरी पनि 2008 मा। पोखराका 9 ताल भनेको फेरि यो कहिले 2016 फेब्रुअरी 2 मा है। जनसङ्ख्याका आधारमा भनेको चाहिँ यो जनसङ्ख्या भन्नु बित्तिकै जनगणना 78 लाई पनि तपाईँले हेर्नुपर्ने हुन्छ। महानगरपालिका सबभन्दा ठुलो जनसङ्ख्यामा सबभन्दा ठुलो महानगरपालिका काठमाडौँ हो। उपमहानगरपालिका जनकपुर, धनुषाको जनकपुर हो। नगरपालिका भनेको झापाको मेचीनगर हो। गाउँपालिका भनेको बाँकेको राप्ती सोनारी गाउँपालिका हो जनसङ्ख्यामा ठुलो। तर जनसङ्ख्यामा सानो महानगरपालिका भन्यो भने विराटनगर, सानो उपमहानगरपालिका भन्यो भने सिमरा, बाराको सिमरा, जितपुर सिमरा हो। र नगरपालिका भन्यो भने डोल्पाको ठुलीबेरी नगरपालिका सानो है। अनि गाउँपालिका भन्यो भने नार्फु, मनाङको नार्फु हो है। ल, क्षेत्रफलको आधारमा ठुलो महानगरपालिका यता पोखराको लेखनाथ महानगरपालिका भइगयो होइन। अनि त्यसै गरी चाहिँ उपमहानगरपालिका भनेको घोराई, उपमहानगरपालिका दाङमा छ। यो चाहिँ नगरपालिका भन्यो भने जनसङ्ख्यामा ठुलो, क्षेत्रफलमा ठुलो भनेको अर्घाखाँची हो, शीतगङ्गा, अर्घाखाँचीको शीतगङ्गा। र गाउँपालिका भनेको हुम्लाको नामखा गाउँपालिका है। क्षेत्रफलका आधारमा सानो भनेको महानगरपालिका ललितपुर, उपमहानगरपालिका नेपालगञ्ज बाँके, त्यस पछाडि नगरपालिका भनेको भक्तपुर, र गाउँपालिका भनेको यो परवानीपुर बारा है। परवानीपुर बारा स्थानीय तहका आधारमा केही विशेष जिल्लाहरू भन्छ। धेरै नगरपालिका भएको जिल्ला रौतहट, धेरै स्थानीय तह भनी सोध्यो भने सर्लाही है 20 वटा, र धेरै के भन्छ नगरपालिका भएको चाहिँ फेरि रौतहट हो 16 वटा। बढी गाउँपालिका भएको धादिङ 11 वटा छन्। स्थानीय तह बढी भएको सर्लाही 20 वटा मैले भनिसकेँ। र कम स्थानीय तह भएको चाहिँ रुकुम पूर्व है, रुकुम पूर्व हो, 3 वटा स्थानीय तह छन्, जसमा सिस्ने, पुथा र अर्को चाहिँ 3 वटा छन् जे भयो भने है त्यहाँ। अनि चाहिँ गाउँपालिका विहीन जिल्ला भनेको काठमाडौँ र भक्तपुर गरेर के छन् 2 वटा हुन् गाउँपालिका विहीन जिल्ला भनेको। र महानगरपालिका र गाउँपालिका मात्र भएको जिल्ला भनेको छ उपमहानगरपालिका नभएको कास्की। सबैभन्दा पछि घोषणा भएको महानगरपालिका भनेको वीरगञ्ज र विराटनगर हुन्। 2074 को जेठको 16 गते भएका थिए है। ल,
यो 8000 मिटरभन्दा अग्ला भनेका 14वटा हिमाल छन् विश्वमा, नेपालमा 8वटा छन्। त्यसमा याद गर्नु होला, सगरमाथा पहिलो भइहाल्यो, कञ्चनजङ्घा, लौत्से, मकालु, चोयौँ, धौलागिरी, मनासुलु, अन्नपूर्ण, उचाइ याद गर्नु होला। पूर्वदेखि पश्चिमतर्फ भन्छ, यो तपाईँले याद गर्नु होला है त। यो नेपालमा हिमालहरू र तिनका उपनामहरू भन्छ। धौलागिरीलाई चाहिँ सेतो छचुली भन्छ होइन, सगरमाथा 15औं चुली भन्छ, माउन्ट एभरेस्ट भन्छ। अनि नेपाल हिमाल भनेर 5 चुली भनेर फेरि चाहिँ कसलाई भनिन्छ भन्दाखेरि कञ्चनजङ्घालाई। जन्तु हिमाल मकालु हिमाललाई चिनिन्छ। लेडिज पिक भनेको फेरि आमदवलाई भन्ने चिनिन्छ, यो आमद ब्लबलाई चिनिन्छ। र भैरव टाकुरा भन्यो भने जुगल हिमाललाई चिनिन्छ। कुमारी हिमाल, मदर हर्न अफ नेपाल भन्यो भने फेरि माछा पुच्छ्रे। किलर माउन्टेन मनासुललाई चिनिन्छ। पाथिभरा भनेको गौरीशङ्कर, जो गौरीशङ्करलाई परमाणविक समयका आधार मानिएको थियो, त्यो हिमाल आधार मानेर। र शान्ति शिखर भन्यो भने फेरि सार्जे हिमाल। र दिपेन्द्र शिखर भन्यो भने श्रीअन्तु है, याद गर्नु होला। यति भए पुग्छ होला। 8000 मिटरको कुरा मैले अगाडि भनिसकेँ, यति नै कुरा हो। अनि ल नदी किनारमा रहेका प्रमुख स्थानहरू भन्छ। यो काठमाडौँ बागमती हो। जुम्ला भनेको तिला, मैले भन्नु परेन, तपाईँले यो किताबतिर पनि मजाले पढ्न पाउनुहुन्छ यसलाई। र नेपालकै नदीहरूका पौराणिक नाम भन्छ, यो पनि तपाईँले याद गर्नु होला। अरुण भनेको महाप्रभा हो, मर्साङ्गी भनेको शीतप्रभा, माधी भनेको माण्डवी, सुनकोशी भनेको सुभाषण, र सिद्धिगण्डकी भनेको शुक्लगङ्गा, त्रिशुली भनेको त्रिशुलगङ्गा, मनोहरा भनेको मणिमती, यति याद गर्नु। दरौदी भनेको विश्वधरा, कर्णाली भनेको पञ्चेश्वरी है, यति याद गर्नु होला। यति भए पुग्छ लगभग यति भए हुन्छ। तिलिचो ताल भनेको तालहरूको आधारमा चाहिँ तिलिचो होइन, विश्वको सबभन्दा अग्लो स्थानमा रहेको ताल तिलिचो हो, मनाङ जिल्लामा छ। यसको समुद्र सतहबाट चाहिँ सबभन्दा अग्लो स्थानमा त भन्ने, तर कति छ भन्दा 4919 है, 4919 मिटर उचाइमा छ। क्षेत्रफल भनेको 4.8 किलोमिटर रहेको छ, याद गर्नु होला। यति भए पुग्छ है। नेपालका व्यापारिक नाकाहरू भन्छ, नाकाहरू पनि याद गर्नु होला। तर महत्त्वपूर्ण नाकाहरू छ है, अहिले फेरि जोडा मिलाउनु सोध्छ। ओलाङचुङ खोला ताप्लेजुङमा पर्छ। यो कोरला भन्ज्याङ भन्छ, कोरला नाका भन्छ, मुस्ताङ होइन। अनि किमाङथाङका भन्छ, सङ्खुवासभा, लार्के, अनि लार्के भनेको गोर्खामा पर्छ। कोदारी भनेको तातोपानी भनेको सिन्धुपाल्चोकमा पर्छ। केरुङ भनेको रोसडा पर्छ। यारी नाका, हिल्सा नाका भनेको हुम्लासँग पर्छ। नाङ्या भन्छ होइन, लामा बगर भन्छ, दिगर्जा भन्छ, दोलखामा पर्छ। नाम्जा भनेको लाक्चे भनेको मुगुमा पर्छ। टिङ्कर भन्ज्याङ दार्चुला, यो सोधेको हो अहिलेसम्म क्वेसन। यो केरुङ नाका सोध्छ, केरुङ नाका सोधेको छ, टिङ्कर सोधेको छ। त्यस पछाडि चाहिँ यो किमाङथाङका सोधेको छ, अनि ओलाङचुङकोलाई सोधेको छ है। यो यस्तै अरू पनि सोध्छ, यही सोध्छ भन्ने कुरा भएन, अरू पनि सोध्न सक्छ है। र काठमाडौँ उपत्यकाका भन्ज्याङहरू भन्छ, यो मैले भन्नु परेन। चन्द्रागिरी होइन, दक्षिणमा चन्द्रागिरी, अनि चाहिँ यो उत्तरमा पाटी, पूर्वमा सागा, पश्चिममा बान, त्यो याद गर्नु होला। कर्णाली नदीको बारेमा, सहायक नदीको बारेमा मैले अगाडि चाहिँ भन्न छुटेको यहाँ आइपुगेछ। सबैभन्दा लामो नदी हो यो, 507 किलोमिटर छ लम्बाइ भनेको। अनि यसलाई चाहिँ घागरा नामले चिनिन्छ भारतमा है। ल याद गर्नु होला। यति भए हुन्छ, यति भए पुग्छ है त। ल अझै के छ भने भिडियोलाई पज गरेर हेर्नु होला है। यति भए पुग्छ। र यति गर्नुभयो भने सम्भवतः विश्वको इतिहास त पढ्न बाँकी छ, तर नेपालको इतिहासबाट यति भयो भने तयारी हुन्छ। र याद गर्नुपर्छ, यहाँभन्दा बाहिर केही समसामयिक कुराहरू जोडियो भने त्यो पनि तपाईँ अपडेट हुनुपर्छ भन्दै। ल साथीहरू, आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया कमेन्ट बक्समा लेख्नुहोला। र सँगसँगै तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहोला। र नजिकै आउने बेल आइकनलाई क्लिक गर्नुहोला, किनभने हामीले लोकसेवा आयोगसँग सम्बन्धित रहेर, शिक्षक सेवासँग सम्बन्धित रहेर भिडियो निर्माण गरिरहेका हुन्छौँ। तपाईँलाई उपयोगी लाग्यो भने च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला भन्दै आगामी दिनमा यी र यस्तै सामग्री लिएर उपस्थित हुनेछौँ। अब हामीले अर्को भिडियो चाहिँ यस्तै यो विश्वको भूगोलसँग समेटेर भिडियो बनाउनेछौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण हाम्रो टिमलाई बिदा दिनुहोस्। नमस्कार।